साथीहरु माया बिना बाँच्न सकिला तर यो चटपटे बिना त ना बाबा ना। यो चटपटे मैले 1-2 दिन बिराएर खाइन भने मलाई खाना नखाएको जस्तो महसुस हुन्छ। खै साथीहरु चटपटेलाई मलाई कस्तो मोहनी लाग्यो। अनि कसलाई चाहिँ मलाई जस्तै हुन्छ अनि को चाहिँ चटपटे लभर हुन्छ सबैजना फुल भिडियो हेरेर कमेन्ट गर्दिनु होला। सो हेलो एभ्रीवन वेलकम ब्याक टु माई 60 मिनी भ्लग। आजको मेरो मिनी भ्लग चाहिँ छोटो मिठो रहेको छ। सबैजना फुल वाच गर्दिनु होला, लाइक कमेन्ट फलो गर्न नबिर्सनु होला। आजको भिडियो पनि यही चुलोबाट सुरुवात हुन्छ। अनि यो चाहिँ रहेको छ मलाई मनपर्ने तरकारी पाप्रो। हाम्रोतिर चाहिँ पाप्रो भन्छ, हजुरकोतिर चाहिँ के भन्छ? अनि सबैसँग मिल्ने तरकारी भनेको एउटा आलु हो। अनि यहाँ रहेको छ प्याज र लसुन। आजको मेरो भिडियो चाहिँ धेरै लामो थिएन, छोटो भए पनि सबैजनाले फुल भिडियो हेर्दिनु भएकोमा धन्यवाद। अनि पछि यहाँ चाहिँ फ्यान चलिरहेको छ अनि यहाँ चाहिँ छु म हजुरहरुकै गीता डाङ्गे। सबैजनाले भिडियोलाई चाहिँ फुल वाच गरिदिनु भयो, धेरै धेरै धन्यवाद। अनि भेट्नेछौँ नेक्स्ट भिडियोमा। बाई बाई, ह्याभ अ ग्रेट डे।